एकछिन स्किप नगर्नु है। आज म तपाईँहरूको माझमा सानो मेसेज लिएर आएको छु। हितोपदेश 18 को 21 पदमा लेखिएको छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ। आमेन। जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। हामी यो हजारौं चोटि हामी सुनिरहेका हुन्छौँ अनि हामी जान्दछौँ पनि, तर पनि हामी हाम्रो अगाडिको व्यक्तिहरूलाई हाम्रो जिब्रोबाट अनि कतिचोटि ठेस पुर्याइरहेका हुन्छौँ उनीहरूको हृदयमा। अनि तर प्रभु चाहिँ त्यो चाहनुहुन्न, किनकि प्रभु चाहनुहुन्छ जुन कुरा मैले बनाएको छु अनि त्यो प्रत्येक कुराहरूदेखि मेरो छोराछोरीले चाहिँ मेरो महिमा गरोस् अनि मेरो प्रशंसा गरोस्। अनि हाम्रो जिब्रोबाट पनि परमेश्वरको महिमा हुनुपर्दछ। हामीले कसैलाई ठेस पुर्याउनु अगाडि कसैले त्यो शब्द मलाई भनिदियो भने मलाई कति गाह्रो हुन्छ। त्यो सोचेर चाहिँ हामीहरू हाम्रो जिब्रोबाट केवल परमेश्वरको महिमा निकाल्नु पर्दछ, कि कसैको हृदयलाई अनि मन दुखाउने कुराहरू गर्नु हुँदैन। अनि यो कुरादेखि प्रभुको महिमा भएको छ, उचालिनु भएको छ। ओके, थ्याङ्क यू फर वाचिङ, बाई बाई।